आएको तर माछा लगेको माछा चाहिँ गनाउनु चाहिँ मलाई गनाउँछ तै पनि आज चाहिँ अनुहार चाहिँ राम्रो आएको छ नि भन्नु आजको ब्लगमा हामी चाहिँ आज हामी चाहिँ कति बजी निस्क्यौँ रुमबाट पहिला सुरुमा नमस्ते भन्नु छैन कस्तो नमस्ते सेवा हो सेउपाई हामी चाहिँ आज सुकाएको होइन कुखुरा लिनुलाई कुखुरै पाएन क्या त्यसो भएर हामी चाहिँ माछा किनेर लग्यौँ अच्छा यो माछा पकाएर खाने हो प्रोटिन हुन्छ यो पनि कुखुरा त पाएको तर सानो क्या के अरे बच्चा चल्लै त्यही भएर हामीले अब चाहिँ हामी जाँदैछौँ कुखुरा हेर्नको लागि पिङमा अब फेरि अर्को पनि छ नि बजार जाने त्यसबाट त्यहाँबाट पनि हामी चाहिँ अर्को कुखुरा लिएर आउनु फेरि अर्को ठाउँ कुखुरा किन्न जाने कुखुराको डिलर जान लागेको हामी फेरि अब ल कुखुराको डिलरबाट चाहिँ फेरि ठुल्ठुलो पायो भने चाहिँ लिने सानो पायो भने चाहिँ नलिने ल कुखुराको नजर हामी पनि देखाइदिन्छु म चाहिँ होइन कता बसिदियो हो त्यसलाई भन्छ हामीलाई कसैले वेलकम थ्याङ्क यू भनिसकेको वेलकम भनिसकेको छ सलाम अलेकुम भन्छ हात दिन्छ कस्तो खाले कुनै सुन छैन चाहिँ सुनले भरिएको छ यो नेपालमा भएर त उहिले लुटपाट गरेर लगिसक्यो है लेडिज सुको त्यही भएर लेडिजको मात्र पाउँछ चाहिँ ओभर शीतल भयो हावा आएर खराको अवस्था कहाँ हो थाहै भएन यता हो यता त होइन हौ यो बाटो त होइन कहाँ यता चाहिँ हराएर भएको नि कपालको गति हेर नि रहेछ त नि अँध्यारो देखि नि त त्यहाँ चाहिँ दुई झन् मान्छे बसिरहेको थियो कहाँ पो हो त? झन् कुखुरै छ होइन यही हो त यो पो हो त पुरै छ त्यो त्यतै रहेछ त्यो पनि छैन रहेछ यहाँ रहेछ क्या अन्त त्यही मात्रै रहेछ भन्नु खुत्रो के त पाउँदो रहेछ त यहाँ पनि हुन्छ कोही पाएन अब के बोल्नु पर्ने धेरै भाषा जानेर यहाँ कति गाह्रो इङ्ग्लिस किन इङ्ग्लिस पनि बोल्छ इङ्ग्लिस धेरै बोल्छ बुझ्दैन अनि अरबी पनि बोल्छ अनि हिन्दी बोल्ने ठाउँमा इङ्ग्लिस बोल्छ कतिले बुझिँदैन नि त नि गा पाएन है कुखुरा अब हिँडेको हामी हाम्रो गन्तव्य उठाएन नि त माछा किनेर लिएको भनेको नि माछा यहाँ छ म दुईवटा यसको बोक्रा यसको लुगा निकालिसकेँ अब चाहिँ यहाँ बाँकी छ लुगा निकाल्नु तापट्टि निकाल्छु है अब म चाहिँ यहाँ माछाको लुगा फ्याँक्दैछु होइन दुईवटाको फ्याँकिसकेँ अब यहाँ फ्याँक्दैछु म माछाको लुगा लास्टै गाह्रो हुने क्या छिप्पेको माछा पाउँदो रहेछ यतातिर त छिप्पेको माछाको लुगा फ्याँक्नै गाह्रो चाहिँ हाम्रो नेपालमा हुने यस्तै माछा क्या त्यही भएर लिएर आएको म चाहिँ माछाको लुगा कत्ला फ्याँकिसकेपछि चाहिँ